ल 1 2 3 कतिचोटिमा सक्छस् ए क्याप्चर भयो भिडियोमा ल भइगयो बताउनुहोस् तपाईँको नाम के हो मेरो नाम गौरव हो वेयर आर यु फ्रम आई एम फ्रम नेपाल कसम कसम कति क्लासमा पढ्नुहुन्छ तपाईँ म 4 क्लासमा पढ्छु हो र अनि स्कुलको नाम स्टार इङ्ग्लिस बोर्डिङ सेकेन्डरी सुरुबाट स्टार इङ्ग्लिस बोर्डिङ सेकेन्डरी स्कुल खै नाक्समा के हो कति क्लासमा पढ्नुहुन्छ हजुर म आज के रे म 4 क्लासमा गाइजहरू देख्न सक्नुहुन्छ होइन यहाँ चाहिँ तोरियो पनि चाहिँ सब छिन्ने गोड्ने भइसकेको छ धेरै युट्युब च्यानलमा हाल्ने यस थाहा न तँले खोलेको म सब्स्क्राइबर आउने मेरो नथाहा भने सब्स्क्राइबर एउटा नि सब्स्क्राइबर छैन कहाँ जाँदैछौँ हामी जान कि छम बाटोमा ए कहाँ रे पिच बाटोमा के हार्न हामी हिन्न हिन्न पिच बाटोमा के कुरमुरे कुरा गर्नुहोस् कुरमुरे कुरा गर्दैनस् कुरमुरे खान जाला भन्न कुरमुरे खान जान्छौँ अनि गाईको पुरै पैसा सट्ट गरिदिन्छु म त ए पैसा हेरी छ पैसा आए 50 रुपैयाँ किन्ने 1000 रुपियाँ ल्याउने 1000 रुपियाँ भएको एउटा म मिल्दै कि 50 एउटा किन्ने तैँले मैले खाँदै हिँड्ने के कुरकुरे होइन कुरमुरे त्यो पनि करेन्ट कुरमुरे पिरो खाने कि पिरो गाइज हामी चाहिँ गन्तव्यको नजिक पुग्दैछौँ है म सधैँ आइराख्ने ठाउँ हो यो त होइन म चाहिँ सधैँ आइराख्छु कोलेन भनेर एकान्तमा त प्रायः आउनुहोस् म आउला त स्कुल हुन्छस् म एक्लै आउँछु कि यहाँ प्रायः जसो कहिले लिन्न शान्त ठाउँमा है उताको पहाड हेर्दै हिँड्के त खुरुको अहिले कस्तो के त्यहाँ यो ठाउँ फेरि जोडियाहरू मात्र जाने हो किनभने यहाँ प्रायः जोडियाहरू नै जान्छन् गजेडीहरू म चाहिँ यता अलि खुल्ला ठाउँ म हिजो बसेको ठाउँ यतै हो के हो भन्दाखेरि मैले सुनेअनुसार यहाँ चाहिँ नयाँ मन्दिर निर्माण हुँदै थियो गाइज यो चाहिँ के हो भन्दाखेरि यो बनाउँदै चाहिँ छोडेको केही कारण हुनसक्छ है तल बाह्रकुने दहको मन्दिर चाहिँ यता माथि सार्ने भनेर थालेको हो यो तर किन हो आधा अधुरोमै छोड्या धेरै वर्ष भइसक्यो सञ्चालन भन्न सकिरहेको छैन सो यस्तै लथालिङ्ग छ मलाई चाहिँ यो ठाउँ एकदम मनपर्छ शान्त छ यताउता डाँडाहरू मजाको देखिन्छ गाइज त्यही भएर चाहिँ म प्रायः यहाँ एक्लै आउने गर्छु सुरुवातै यहीँबाट गरेको हिजो त्यही हो मेरो भाइ हो माइल बाको छोरो कुरमुरे लभर हो यो चाहिँ कुरमुरे यस्ता चिजहरू खुब खान्छ पिरो चिजहरू स्पेसल्ली गाइज अब चाहिँ हामी घरतिर जान लाग्यो पकड्न एकछिन पकड्न अब चाहिँ हामी घर जान लाग्यो घरै गएर भेट्छु गाइज मान्छे बाँदरैबाट जन्मेको हो भन्ने कुरा अहिले आज प्रुफ गर्थ्यो अनुहार पनि अलिअलि म्याच गर्छ हरकत पनि त्यस्तै छ मैले कसले भिडियोमा देखाइरहेको छु त्यसो है अहिले चाहिँ कसले देखाइरहेको छु सो त्यसको चाहिँ अलिअलि बाँदरसँग म्याच गर्छ खाने पनि स्टाइल सम त्यस्तै छ के हो भन्दाखेरि यही हो कुरो भ्यू हेर्न सक्नुहुन्छ यहाँदेखि सनसेट चाहिँ यस्तो दामी देखिन्छ है म प्रायः जसो साँझको बेलामा यतै सनसेटै हेर्न आउँछु
किनभने यो साइडबाट यस्तो दामी देखिन्छ सनसेट है हजुरहरू जो कहिलेकाहीँ अहिले चाहिँ बादल लागेको छ पुरा ढुम्म पारेको छ सब बादल लागेर मेरो भाइ चाहिँ एकदम धेरै बोल्छ है गाइजहरू यसको कुरा चाहिँ विश्वास नगर्नु होला त्यो गाइज यहाँदेखि सनसेट राम्रो देखिन्छ बिहानको समयमा एक्सर्साइज गर्न म यतै आउँथेँ पहिला है अहिले त धेरै भयो छोडेको गाइजहरू यो चाहिँ मेरो एकदम भनौँ अब गाउँभरिमै सबभन्दा मलाई मनपर्ने ठाउँ नै यो होला अलिअलि कचरा वचरा फोहोरहरू यताउता धेरै छन् तर मेरो चाहिँ बेस्ट प्लेस भन्ने पनि यही ठाउँ हो सुरुवात भ्लगको अब मिडियाको सोसियल मिडियाको चाहिँ म यही ठाउँबाट गर्दैछु अब कतिको साथ सपोर्ट हुन्छ त्यो त हजुरहरूकै हातमा छ गाइस त्यही हो डाँडा काँडा वरपरको भ्यू राम्रो देखिन्छ यहाँदेखि त्यही भएर चाहिँ मैले यो ठाउँलाई चुज गरेको र हामीलाई चाहिँ सलाइको बट्टा फेला पारेको छौँ यहाँ हजुर देख्न सक्नुहुन्छ त्यो गाइज अरू त केही छैन स्पेसल अब ब्लग त्यस्तै स्पेसल पनि भएछ जस्तो लागेन किनभने अब स्पेसल बनेकै छैन म चाहिँ अब साँझको समयमा सधैँ ऊ भाइ त स्कुल जान्छ र भाइ मेरो स्कुल जान्छ त्यही कारण म एक्लै आउँछु आज चाहिँ लोसार पर्व तमु लोसार के लोसार परेको हुनाले चाहिँ आज बन्द रहेछ त्यही भएर भाइ चाहिँ स्कुल नगएर घर बसिरहेको रहेछ स्याटरडेले पनि घुमाम दुई भाइ फ्रेस हावामा घुमेर आऊँ भनेर निस्केको घरबाट हेर्दाखेरि सानो खतरा महा खन्जुवा छ एक नम्बरको खन्जुवा छ गाइस देखौँ तपाईँहरू देख्न सक्नुहुन्छ अर्काको चिज माग्नमा एक्सपर्ट छ सो गाइस हामी चाहिँ आइपुगेको घर है म पनि आइपुगेँ भाइ पनि आइपुग्यो भाइ आफ्नो घर पुग्यो गयो अनि म चाहिँ आफ्नो रुममा आएको अब यसो है एडिटिङ प्र्याक्टिस पनि गर्नु पऱ्यो सिक्दैछु भर्खर त्यस्तो स्पेसल त भएन भिडियो त्यही पनि साथ सपोर्टको चाहिँ आशा गरिरहेको छु गाइस लाइक एन्ड सब्सक्राइब चाहिँ गरिदिनु पऱ्यो है मिल्छ भने सेयर पनि अनि के कस्तो लाग्छ सल्लाह सुझाव चाहिँ दिनु होला यति भन्दै आज चाहिँ यहीँ अन्त्य गर्न चाहन्छु मेरो भ्लग बाई बाई गाइस